तपाईँ अत्यधिक बहुमतका साथ विजय हुनुभएको छ, तपाईँलाई बधाई पनि छ होइन। यो तपाईँले सोचे भन्दा धेरै हो कि अपेक्षा गरे अनुसारकै हो के हो? मैले योभन्दा अगाडि नै भनेको छु र मैले भन्नुभन्दा पनि दाङसिङको मतदाताले भन्नुभएको थियो यसपटक हामीले पहिले 79 सालको बिउ पुँजीलाई 3 गुणा बढाउँछौँ भन्नुहुन्थ्यो। त्यहीको हिसाबले उहाँले नापेरै दिनुभएको छ र यो खसेको मतको ठुलो हिस्सा झन्डै मलाई उहाँले माया गर्नुभएको यो भारी मैले कामबाट प्रमाणित गर्न चाहन्छु। मलाई काम दिनुहोस्, म काम गर्न चाहन्छु, यति भने धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार कमल सुवेदीले अत्यधिक बहुमतका साथ निर्वाचनमा विजय भएसँगै यति बेला समर्थकहरूको ठुलो भिड लागेको छ। हामी दाङ निर्वाचन क्षेत्र नम्बर 3 को मतगणना स्थल निर्वाचन अधिकृतको कार्यालय बाहिर छौँ। यहाँ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूको ठुलो भिड लागेको छ भनेपछि सुरक्षा व्यवस्थालाई पनि एकदम कडा बनाइएको छ, सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको छ।